उइले गयो मैले 8 बजे जाम सारे जाम मैले हामी चाहिँ यो वर्षको लास्ट है अरिङ्गाल भव्य हुँदैछ हाम्रो मालबा हुनुहुन्छ हाम्रो अङ्कल यो मेरो भाइ बाबा उहाँ ल ठिक छ कालो अरिङ्गाल पोल्न लाग्यो कोराल पुग्छ नि बोलै ढाइन्छ यो पनि चाहिन्छ छिटो बनाएर मलाई यो त खराब खप्छ कि जुठको भएर त होइन सब जाने केटा त खुसी भएको छ आज जित्यो उसले हान भन्छ उयो निधार खुम्चिँदै पछाडि घुसाउनु भने अस्ति ल ल है ल है होइन त्यो बोराको पछाडि राख्नु त्यो के हुन्छ आगो लाग्दैन बोराको पछाडि बोरा तिमी बस्नु होइन त्यस्तो नगराउनुको त्यो अहिले सबै सिल गरेको होला त्यो बच्चासम्म देखिन्न ल है हाम्रो सुरु भयो आज यो वर्षको लास्ट त हजुर त्यो जल हो अझै माथि दुईवटा बल्दैछ हेर्नु कत्रो गर्छ कत्रो गरेर बोला हेर्नु बोक्रा फारी र समात्नै नमिल्ने रहेछ के बोरा बोरा लगेर अब बोरा आड्दा पनि हातले कोपो गराएर त्यो भित्र नखसालाम गरेर भयो रातभरि तिरेको हुन्छ रित्दैछ नि होइन त्यो आधी हुन्छ म त वाङैदेखि बिच भयो त होइन किन आधी त हुन्छ यो माउहरू होला हामीले त्यो एकपाल थियो माल यति कति वाङैदेखि बाँध्यो यो बोक्रा फारी र समात्नै नमिल्ने रहेछ के बोरा बोरा लगेर अब बोरा आड्दा पनि हातले कोपो गराएर त्यो भित्र नखसालाम गरेर भयो रातभरि तिरेको हुन्छ रित्दैछ नि होइन त्यो आधी त हुन्छ म त वाङैदेखि बिच भयो त होइन किन आधी त हुन्छ यो माउहरू होला हामीले त्यो एकपाल थियो माल यति कति झन्नै नि राम्रो यार अब त माउ छैन होला यो फुकाइदिनु पर्ने सबै लगाइदिनु पर्ने कुवा नि के गरिरह त त्यहाँ बोरामा हाल्नु पर्यो कोहीले तान्छ सक्छ जान मोटरै आनौँ र सक्छ
किन्न कि जान्छ होइन पहिला बोरामा हालौँ के नि तै जान्छस् के केटा पाना त बल्ल भौन्जेल प्वाङ देखेर छ त मल भाइ टिपेछौँ है यहाँ यति भयो हिमाल यहाँ चाहिँ यसलाई चाहिँ चट्ट फ्राई हान्नुपर्छ चल्नै पर्यो मालबा चल्नै पर्यो अब भोलिदेखि मौरीमा आउन छोड्छ है यो होला यहाँ छ है एउटा अङ्कल मैले त्यहाँ राखेको थिएँ नि देख्नुभयो कि कुच्नुभयो त्यो त पछाडि हेर्नु त एक मुठी जति छ होला भुइँमा अँ जम्मा गरेर त्यो हजुरको खुट्टातिर होला यहाँको टिपिराखेको खोइ यहाँबाट जान्न फुल त तोक्ला यहाँ खरबारी छ यहाँ है यहाँ चाहिँ मल्ल पोल्दाखेरि मैले मनाक त चिपचिप भन्छ बिहान कतामा कता कता यहीँ त गरे यति भएको छ के अरे यहाँ ठोकै मारे यहाँ देखेको थिएँ कि अङ्कल खुट्टा कति ठुला हाम्रो अरियल मौरीमा आउने छैन अन्तर योभन्दा अझै ठुला नै आउँछ गति धेरै तिमीले चाहिँ खै छ त्यहाँ छ जस्तो लाग्यो बुटा आगो लगाउनु हेर्नु कति हो पोका पोका
दुईटा अन्त खरै जित्दै भेट्छु केन हर्ट झिक्का चिक्नु खर्नु त कति साह्रो अनि घरमा चाहिँ चल यो त देख्नु एउटा देखिन्छ यहाँदेखि गई यहाँ छ रहेछ मैले हजुर लाइट बालिदिनु त मैले कस्तो भयो यहीँ पनि गर्छ अहिले ए अन्त मैले मजाले हाल्छु देख्नु भयो हजुर जानु लाइट बाल्नु म पुग्छु देखिनु यो त बालिनु कत्रा वाले यहीँ आउँदै गर भोलि पनि आइन्छ होला अलिअलि भोलि त टोकाइ पनि खाइन्छ के गर्नु मलाई बाल घुम्यो घाल बाँध्ने भोलि फेरि अब यता छैन हो नि त यहाँ थुप्रै होला पो देखिन्न भएको त छ नि एउटा टुक्रो पाउनुले गीत गानिरहेको होला नि यहाँ पसलमा पर्छ धन हान्दैछ नि झन् भेट्यो पार्टी बोन्नु कतिले मिर्गो खान्छन् हामी अरिगन टिप्दै जाने क्या जानी बजाऊ रस पर्छ नि यो जलेर खसेको माउ है यो चाहिँ देखेको त्यो पनि लाइट समायो नि यहाँ अङ्कले अर्को त्यो भन्दा पनि फेरि नानी त्यो पनि फेरि इगो पाकेछ त नानी त गइदिएँ छिटो बोलाइ भएको नि त झन् टोकेन भनौँ न यसलाई यो जाली माथि गरानी उड्दैन होला कि राम्रै होइन आउँछ यति भरि छैन यो चाहिँ हिजो झरेको माउहरू है यो चाहिँ हिजो हामीले निकालेको अरिङ्गालको है छाउराहरू आज चाहिँ बिहान चत्ता स्लो मोसनमा चाहिँ फ्राई हुँदैछ है आफ्नै पारामा